डेभलप छ भन्ने हामी अघिबाट घुमेकै छौँ स्यानिटरी ल्यान्डफिल हेर्न जाने भनेको यस्तो घाममा यहाँ ल्याएर रोकाइदिएको छ कुरो बुझ्न सकिएन गणेश दाई अगाडि लिड गर्दै हुनुहुन्छ हामीलाई गणेश दाईले सेम हो गया हाम्रो गाउँ र यता केही फरक छैन यता खै मलाई यता देखेकै छैन उतै हुन्छ कि सबै नेपाल गर्न त छैन नेपाल गर्न सब बोर्डर पारेकोले कब्जा उतैतिर त्यही कोलपुरतिर भेट्थ्यो बर्दियामा बर्दियामा छ त बाँके बर्दियातिर मान्छे चिन्ने छैन होला टोपी चस्मा होइन यो अवस्था त्यस्तै छ हामी मलाई त ल एक्सप्लेन गरिदियो हामी ल्यान्डफिल हेरेर हो ल्यान्डफिल सेन्टर ल्यान्डफिल्ड त्यो चाहिँ कस्तो रहेछ भन्दाखेरि डम्पिङ साइड रहेछ एउटा हेरिसकेको त छैन तर पढेको चाहिँ हो पढेको अनुसार मैले यति बुझेँ कि के भन्छ अरे डम्पिङ साइड यो ट्रक देखाइदिउँ न हो यस्तो सानो ट्रकहरूमा चाहिँ डम्प गर्नुपर्ने सामानहरूलाई लिएर आएर सामान त के वेस्टहरूलाई लिएर आएर त्यसलाई फिल्टर गरेर त्यसबाट गार्बेजेस मल होइन प्लास्टिकहरू सेपरेट गरेर त्यो पुरै त्यसलाई सेपरेट गरेर म्यानेज गरेर सोसाइटीको वेलफेयरको लागि गर्ने काम रहेछ यो एकदम एउटा प्रपर डेभलपमेन्टको एउटा राम्रो एजेन्डा रहेछ यो चाहिँ होइन नेपाल इज डेभलपिङ ल ठिक छ धन्यवाद तपाईँको लागि कुराको लागि धन्यवाद जो चुम्मा जन्मालाई सब थाहा छ टोइलेट नै उभिरह हो जहाँ मुद्दे नै हुन्छ होइन होला सोधौँ न यहाँ सब पुरै रुमाल सुमाल हालेर मदेखि पुरै भाइटमा ब्रो अनिस ब्रो आऊ न यहाँ ब्लग भेट भयो साउट आउट किस खायो हाम्रो सिआरको मोबाइल र मेरो मोबाइल ल परिसक्यो यहाँ हामी त एकदम प्रिय हो नि त भनेरै भन्नु पनि त कबाडीवाला होइन कि ब्रो त्यो कुन चाहिँ रद्दी पेपरवाला भन्छ नि अरू गणेश सर एकदम काममा व्यस्त हुनुहुन्छ के गरी ढिलो गर्नुभयो नधुमो यो फोरपानी हो त्यो स्योर यो हो कि ब्रो वेङ काटा धर्म काटा भन्छ ए यो वेट नाप्ने नाप्दैन यो त बसहरू नाप्छ त्यहाँ देखाउँछ होला नि फ्याक्ट्रीभित्र सिरिज यस्तो 100 किलो तिमी होला ब्रो एक टनमा कति हुन्छ 100 किलो होइन क्विन्टल होला नि 1 टन भनेको 10 किलो हो नि 10 किलो भनेको 10 क्विन्टल भनेको 10 क्विन्टल भनेको 1 क्विन्टल भनेको कति 2.5 किलो घाम यस्तो लाछ नि एकदम सबजना यहाँ कर्मचारीहरू खाना खाँदै नि हुनु रहेछ यसो भनौँ न फोहोर फाल्ने ठाउँ हो यो भनौँ न ठाउँमै हो यार यो त। यो कन्भेयर बेल्ट भनेको यो खन्ती यो हो। यो चाहिँ के हो? 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 यो
यसबाट पिन्निन थाल्ने हो हैन म्यानुअली छुट्टै एक्स्ट्रा गर्ने यही हो के एक्स्ट्रा के अनि ओहो यो फोर ओहो माय गॉड एक छुट्टा राखेको छ यस्तो रहेछ नि त सिस्टम यो त पुरै फोहोरको थुप्रो त्यस्तरी आउँछ यार कति धेरै माखा हो यार ओए मोडे तेरो तँलाई नोट पढाइदिए कस्तो भइरहेको दाइ टुर सब फाइन यार फाइन फोहोर हेर्न किन जाने हो र प्लास्टिक खाली छ सब माथि हेर फोहोरको के यार ओए सिसा फुटेछ है हेर है के सिसा फुटेछ के यहाँ कति धेरै जम यार नजाम यार म त फर्किनु अब हाम्रो यहाँको फोहोर चाहिँ हेरेर सकियो हामी चाहिँ गएर अरू चाहिँ गएर आए बिरयानी हान्ने हो के फोहोर त के हेर्ने फोहोर त के हेर्ने कस्तो के हेर्ने म चाहिँ फोहोरमा हुने चिजै हेरेन तिमीले तिमीले हेरे हामी सबै आइसक्यो भनिसक्यो मैले तिम्रो नाम मेन्सन भइसक्यो पहिले हेर न पहिले हेर हाम्रो एटेन्डेन्स छुटेको नै पैसा 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 मनी इन द ब्याङ्क मनी इन द ब्याङ्क हाम्रो आजको राष्ट्र ब्याङ्क भने हुनुहुन्छ अहिले झोला खोलेर पैसा देखाइदिनु न त कन्टेन्ट हुन्थ्यो पैसा है पैसा होगा अहिले खोलेर देखाउँछ दुईजना राख्ने 5500 नेपाली 50 रुपैयाँ घप्ला हुनु भएन हामीलाई दुईजना कसरी हुन्छ मलाई भट्रायो के पैसा लिनु 10,500 भन्छ के भएको यो रोमान भएको फाइदा यही हो सुरुमा पैसा लिनु पाउने बस पाँच हो पैसा 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 मेरो त 23 हो हैन ल तिम्रो सिनेमेटिकमा छ अझै नि मैले त्यो स्पिड दिनु पर्यो भने त्यही भिडियो हाल्नु धन्यवाद अनिकेश ओइ अनिकेश अनिस यसको हान न यो कौवाको हान अनि तिमीले कौवाको खै के लेखिदिन्छ है ए लेख्नु सब के कौवा हाम्रो एकैचोटि माग्दैन त छ नि सन्दीप कोही आउन लिन सन्दीप सातजनाको हान न सातजनाको हान तिम्रो र मोटेको हान सातजनाको हान के हाम्रो एकैचोटि सबैको माग्दै के अनिकेश अनिकेश आफ्नो हान्न हो क्या अनिकेश अनिकेश यहाँ आउ न तिमी दिनु नपर्छ सरले उतै सर हेर्न भन्नु जाय हुन्छ के उ त्यहाँ उ लास्टमा को साइन हान देखाएर भन्नु मेरो दुईजनाको हाने मैले दुईजनाको हानेको मैले 10500 तिम्रो कौवा है फरमाइस गरेको रुपैयाँ म के हाचे दुईजनाको भयो खै त मेरो चाहिँ अनिकेशले हाने हैन दसहरु कति अनिकेशसँग एकजनाको अनिसको अनि साउन अनिकेशले बल्ल हान्यो अनिसले हान्दैन 250 हो के ब्रो उता अब अगाडि गएर भन के नेपालगञ्जको पपुलर लिट्टी चोखा बिहार जाने अगाडि गएर यो मिलाउन कार्ड फुल भन्छ त के हो पैसा